वेलकम ब्याक टु माई च्यानल हो टेक्निकल टिच नेपाल। आज हामी सिक्नेछौँ कि कसरी ई सेवाबाट फ्री फायरमा डायमन्ड टपअप गरिन्छ र कसरी के प्रोसेसहरू गरेर डायमन्ड टपअप हुन्छ ई सेवामा घरमै बसी बाहिर पनि जानु नपर्ने गरी। ल हामी सुरु गरौँ भिडियो। फर्स्ट अफ अल त तपाईहरुलाई आफ्नो फ्री फायर ओपन गर्नुपर्ने हुन्छ। फ्री फायर ओपन गरिसकेपछि हजुरहरुको जुन गेमिङ युआईडी हुन्छ युआईडीलाई हजुरहरुले कपी गर्नुपर्छ। यहाँनेर हेर्न सक्नुहुन्छ युआईडी कपी भइसकेको छ। हजुरले त्यसपछि ब्याक गरेर गुगलमा आउनुपर्ने हुन्छ। हजुर गुगल ओपन गरिसकेपछि यहाँ तपाईहरुले सर्च बार देखिरहनु भएको छ ल, सर्च बारमा क्लिक गरेर फ्री फायर टपअप नेपाल भनेर सर्च गर्नुपर्ने हुन्छ। यहाँ हेर्न पनि सक्नुहुन्छ हामीले लेखिसकेका छौँ फ्री फायर टपअप नेपाल। अब यसलाई सर्च गरेर हेर्न सक्नुहुन्छ। यहाँ धेरैवटा वेबसाइटहरू छ जसमा नि 4th नम्बरमा देख्न सक्नुहुन्छ तपाईहरुले गेमिङ सेन्टर। गेमिङ सेन्टरमा तपाईहरुले क्लिक गरेर हजुरहरुलाई यस्तो इन्टरफेस आउँछ अगाडि। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरुलाई 25 डायमन्डको लागि हजुरहरुले 33 रुपैयाँ पे गर्नुपर्ने हुन्छ। 50 डायमन्डको लागि 60 रुपैयाँ पे गर्नुपर्ने हुन्छ। अनि धेरै हेर्न सक्नुहुन्छ यहाँ विकली लाइटहरू हुन्छ, विकली मेम्बरशिपहरू हुन्छ। देख्नुहुन्छ यहाँ मन्थली मेम्बरशिप पनि छ। हजुरहरुलाई यहाँ कति डायमन्ड चाहिएको त्यति नै डायमन्ड गर्न सक्नुहुन्छ। र यहाँ हजुरहरुको जुन युआईडी हुन्छ हो यसलाई प्लेयर आइडीमा राख्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरुले कति डायमन्ड हान्न आँट्नु भएको हो भनेर यहाँ हेर्न सक्नुहुन्छ र चुज गर्नुपर्ने हुन्छ यहाँनेर। अनि थोरै स्क्रोल गर्दा चाहिँ यहाँनेर देख्न सक्नुहुन्छ ई सेवा भनेर देख्नुहुन्छ। मलाई चाहिँ अहिले 115 डायमन्ड चाहिएको, 120 रुपैयाँ मैले यहाँ बोय नाउमा क्लिक गरेपछि यहाँ मेरो डिटेल्सहरू आउँछ। हजुरहरूले नै आफ्नो डिटेल्स हेरेर यहाँ पे नाउमा गर्नुहोस्, हजुरको नामहरू चेक गर्नुहोस्। अनि यहाँ आउँछ हजुरलाई एउटा स्क्यानर, त्यो चाहिँ अफिसियल वेबसाइटले नि लगाइदिएको हुन्छ। हो यसलाई डाउनलोड गरिसकेपछि ब्याक गरेर आफ्नो ई सेवालाई खोल्नु होला। ई सेवा खोलिसकेपछि यहाँ स्क्यानमा क्लिक गरेर अघि जुन डाउनलोड गरेको किआर थियो हो यसलाई क्लिक गर्नुहोस् र हजुरहरूले देख्न सक्नुहुन्छ। अब यस्तो खाले आउँछ। यहाँनेर कति पेमेन्ट हो भनेर देखाइदिइहाल्छ। हजुरहरूले त्यहाँ एमपिन राखेर पेमेन्ट गरिदिइसकेपछि हजुरहरू फेरि फ्री फायरमा आउनु होला। हजुर